सबैजनालाई आज चाहिँ न्यू डे न्यू भ्लग। आज हामी कहाँ जान लाग्यो अरे? सन्तानेश्वर मन्दिर जान लाग्यो। ललित हामी चाहिँ त्यत्तिकै चाहिँ घुम्न जान लाग्यो। तपाईँहरूलाई चाहिँ काठमाडौँको वरिपरिको मन्दिरहरू देखाउने प्रयास गर्नेछौँ हामीहरू। अब हेर्नु जामहरू यस्तै छ, धुलो खाँदै जानुपर्ने हुनेछ। तपाईँहरूले नि देख्ने अब एक्जाम सक्छ, अब फ्री भएको छ। अब चाहिँ रेगुलर आउनु सक्छ है। अब रेगुलर शनिबार चाहिँ शनिबार आइतबार चाहिँ भ्लग आउने सम्भावना हुन्छ। तर भर्दै नपर्नु होला। लाइक सेयर सब्सक्राइब गरिराख्नु होला। नयाँ नयाँ भिडियोहरू म हालिरहेको हुन्छु, आइरहेको हुन्छ। राम्रो हाम्रो युट्युब च्यानललाई सबैहरूलाई हाइलाइट कमेन्ट गर्न चाहन्छु। यो चाहिँ दुईवटा कहाँ जानु लाग्छ हजुरले कहाँको सिट लगा त्यतिकै बिना म सिटी बजाएर नाम नपार्नु दाजु। सब्सक्राइब गरिराख्नु होला तपाईँले। यो यात्री नेपाली गाडी यही हो नेपाली। इलेक्ट्रिक हो नि त, अनि भइहाल्छ। ब्याट्री हो नि त भित्र, इलेक्ट्रिक भएपछि ब्याट्री भइसक्यो त। ल हेर्न सक्नुहुन्छ हामी वनस्थली आइसकेका छौँ। धुलो खाँदै खाँदै यस्तै हो। धुलो त काठमाडौँमा बसेपछि खानै पर्छ होइन त दोस्त? धुलो न 3 लिटर तेल हालिसक्यो। 3 लिटर तेल हालेकै एउटा झर्का मात्र बढ्यो। एउटा पनि बढेन। हामी कलङ्की आइसक्यौँ हौ। अब हामी आयो गाडी। हेर्नको त मैले चिट हानिदिएको अगाडि चिट हान्न बसिरहेको हुन्छ। अब हामी नेपाल आयौँ र भन्ने जस्तो बाटो छ यहाँनिर। नेपाल जस्तो छ र यहाँनिर बाटो हेर न। यस्तो बाटो भयो भने चलाउन मजा आउँछ होइन? यो हो नि त बाटो, नेपाल होइन विदेश हो भनेर बाटोमा बसेर फोटो खिच्यो भने पत्थर जस्तो बाटो हो यहाँ। होइन त दोस्त, फाइनली विदेश आयो भनेर भिडियो राख्थ्यो नि पत्ताउन जस्तो बाटो। दुई लेन 4 लेनको त हाइवे भयो। 2 लेनको त्यहाँ 2 लेनको 8 लेनको बाटो। यही हो बल्गु चोक। हामी बल्गु चोक आइसकेका छौँ। अब बल्गु चोकबाट अगाडि धेरै छैन टाढा। अब एकैछिन अगाडि बसेर चाहिँ हामी खाना खाएर जान्छौँ। त्यसपछि भेट्ने हम। खाना खाएर निक्लिन आइसक्यो हामी होइन? कस्तो लाग्यो त खाना? ओइ अमगाई खाना कस्तो लाग्यो? खाना कस्तो लाग्यो? राम्रो थियो।
गोदावरी साइड लागिसक्यो सातो बाटोबाट बाह्र वर्ष आएको मेला आउँछ नि गोदावरीमा अब त्यो आउने बेला होला कस्तो हुँदा आएको 12 वर्ष आएको होइन त्यो लाग्यो निक्ल्ने होला नि त सातो बाटोबाट भित्र लाग्यो अब अहिले तिम्रो म्याप हेर्नुपर्छ माथि गएपछि देवपाने त कहाँ पैसा हामी कहाँनिर आयो यार ठाउँको नाम चाहिँ के हो भनेको के गाउँ भयो हेर त कुनै बोर्ड आउँदो भात गाउँ त हुन होला कहाँ लियो भात गाउँ ललितपुर नेपाल भात गाउँ नै हो भात गाउँ यहीँबाट हो यहीँबाटै हो बोल्ने हेर न मुला हुन्छ थाहा यतै हो नि भात गाउँबाट चाहिँ राइट लागेर हामी मन्दिर जान सक्छौँ हेर्नु बाटोको त अब ठिकै छ बाटो यतिकै हुनु राम्रो हो मन्दिरहरू एक्सप्लोर गर्नुपर्छ म तपाईँलाई मन्दिरहरू एक्सप्लोर गरेर देखाउनै छु हेर्दै बस्दै गर्नु होला हेर्दै रहनु होला नयाँ नयाँ भिडियो आइरहन्छन् मेरो दामी ओ यो हो नि त भ्यू भन्दा मजा आइरह एकदम मजा आइरह ओहो ए यहाँ ठिक छ म त पार्किङ गरेर माथि हिँड्दै जानुपर्छ भन्नै आने मुला हाम्रो गाउँ जस्तो एउटा त्यस्तै हो क्या सल्लाह अनि सल्लाह भए के हुने आजलाई भ्लग चाहिँ यति नै अब अर्को भ्लगमा भेटेर लाइक कमेन्ट र सेयर सब्सक्राइब भन्न चाहिँ नबिर्सिनु होला ल
विवेक.ni सर्च मेरो युट्युब च्यानल ल तिमीले के भन्नु ह लास्टमा त अब कङ्ग्रेचुलेसन भन्छु अब सबलाई ल विशाल के भन्नु ह ल भन्दै त एकरान कङ्ग्रेचुलेसन भन्दै गएको भनिदिन्छ ल देखिँदो रहेछ ल यति नै ल आजको लागि ल धन्यवाद हजुरहरूलाई